नमस्कार सबैलाई एउटा अर्को नेप्से एनालाइसिसमा। आज नेप्से फेरि उच्चतम दरले घटेको छ। प्री ओपनमा केही अङ्कले बढे पनि अन्ततः नेप्से 2503.35 पोइन्टमा क्लोजिङ दिएर 78.83 पोइन्टले घटेको छ। अब सबैको मनमा प्रश्न यही छ कि किन घट्यो फेरि। यहाँ कम्पनीजको कुरा गर्दा केवल 9 कम्पनीहरू कालोतिर लागेका छन् भने 242 कम्पनीहरू ओह्रालोतिर झरेका छन्। साथै टप गेनरको कुरा गर्दा एनएमआइसी, पिएमएचपीएल अनि कई डिभेन्चरहरू छन् भने टप लुजर्सको कुरा गर्दा बीपीसीएल, एनआरआईसी, सीएचडीसी, बीएचडीसी लिस्ट धेरै लामो रहेको छ। टप टर्नओभरको कुरा गर्दा एनआरआईसी, एनएलजी, यूएनएचपीएल, एचआरएल, सीएचडीसी रहेका छन् भने टप टर्नओभरको कुरा गर्दा आजको दिन सबभन्दा बढी टर्नओभर भएको छ। अरू दिनको तुलनामा 6.7 अरबको टर्नओभर रहेको छ भने टोटल ट्रान्जेक्सन्स 67,202 रहेको छ अनि टोटल स्क्रिप्ट्स हाम्रो 324 रहेको छ। अब घट्नुको कारण पनि हामी यदि एनालाइसिस गर्ने हो भने हेर्नुपर्दा न्यूजले पनि नेप्सेलाई सपोर्ट नै दिएको थियो, एनआरबीले नेप्सेलाई सपोर्ट नै दिएको थियो, नेप्से बढ्ला भनेर धेरै प्रयासहरू गरेको थियो, तर त्यही पनि नेप्से घट्यो। यसको मेन कारण के हो भन्ने कुरा पोलिटिकल इन्स्टेबिलिटीका कारण नेप्से घटेको हो भन्ने धेरैको अनुमान छ, जो कि सत्य पनि हुन सक्छ। किनकि अब चुनाव नजिक आइपुगेको छ, फागुनको महिनामा चुनाव हुने कुरा छ, त त्यो पहिला त त्यो होला कि नहोला, भए पनि को जित्ला, कसको सरकार आउला, यो डाउट लगानीकर्ताको मनमा छ। अनि त्यही कारणले पनि अहिले अब नेप्सेहरू घट्ला, हामीलाई धेरै कम प्राइसमा फेरि मिल्ला शेयर्सहरू, सायद यो सोच पनि हुन सक्छ धेरै लगानीकर्ताको। अनि त्यही कारण पनि नेप्से अहिले घटेको छ। अब एकचोटि चार्ट एनालाइसिस गरौँ। यहाँ हामी हेर्न सक्छौँ आजको दिन धेरै ठुलो रेड क्यान्डल बनेको थियो, बिहिबारको दिन धेरै ठुलो रिजेक्सन क्यान्डल बनाएको थियो। त पहिलाबाट नै सम्भावना थियो कि आज नेप्से घट्ला भनेर। यदि हामी सपोर्टको कुरा गर्ने हो भने नेप्से अहिले पनि सपोर्ट एरियामा नै छ। यदि हामी पुरानो सपोर्ट हेर्ने हो भने त्यो अहिले तोडेको छैन नेप्सेले। यो पनि एउटा अब राम्रो संकेत हो, किनकि नेप्से अब सपोर्टमा पुगिसकेको छ भने भोलिको दिन सायद बाउन्स ब्याक हुन सक्छ नेप्सेबाट, या फेरि एउटा डोजी इन्डिसिजन टाइपको क्यान्डल बनाउन सक्छ भोलि। तर हामीले सोच्नु भनेको भोलि पर्सि त्यसको होइन, हामीले सोच्नु भनेको अबको 1 महिनामा के होला नेप्सेमा, त्यो हामीले सोच्ने हो। साथै यदि हामी एमए को कुरा गर्दा एमए 50 त अहिलेसम्म क्लोजिङ दिएको छैन, धेरै मथि छ एमए 50 त हाम्रो। त यो भनेको एउटा राम्रो होइन, नेप्से अहिले आफ्नो पर्फर्मेन्स भन्दा बिलो पर्फर्म गरेको छ, जति हुनुपर्ने हो त्यसमा नेप्से अहिले पुगेको छैन। साथै यदि हामी आरएसआई हेर्ने हो भने त्यहाँ पनि नेप्से ओह्रालोतिर झरेको छ, 32.21 पोइन्टमा अलरेडी पुगिसकेको छ, जो कि धेरै विक हो एक हिसाबले। अनि हामी सुपर ट्रेन्ड पनि हेर्ने हो भने मैले पहिला पनि भने सुपर ट्रेन्डले केही दिन अगाडि बाई दिएको थियो, जब नेप्से जेन्जी आन्दोलन पछि एउटा ठुलो रिकभरी भएको थियो त्यो दिन। त्यसको अर्को दिन नेप्सेले बाई दिएको थियो, तर त्यसपछि 2-3 दिनपछि नेप्सेले फेरि सेल दियो अनि आज पनि नेप्से सुपर ट्रेन्डको अनुसार सेलमा नै छ। त अरू कुरा पनि एनालाइसिस गर्दा यहाँ हामी बोलिङ्गर ब्यान्ड पनि हेर्ने हो भने केही पनि संकेत छैन बढ्ने त। तर अब हेरौँ साथीहरू के हुन्छ अघिल्लो दिनमा। मेरो हिसाबले त चुनावसम्म त नेप्सेमा त्यति स्थिरता रहने छैन, कोही पनि इन्भेस्टिङ गर्ने सोचाइमा छैन। सबै बढी जस्तो स्विङ खोज्दैछन्, अप एन्ड डाउन। जबसम्म राजनीतिक स्थिरता आउँदैन नेपालमा अबसम्म त मुस्किल नै छ नेप्सेमा स्थिरता आउन। त्यही पनि हेरौँ अब आउने दिनहरूमा के हुन्छ। आजलाई साथीहरू यति नै। यदि एनालाइसिस राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला अनि आफ्नो एनालाइसिस पनि हजुर सेयर गर्न सक्नुहुन्छ। कमेन्ट बक्स खाली नै छ, हजुरलाई थाहा नै होला। नेप्से बढ्ला कि घट्ला कि साइडवेज जाला त्यो हजुर सेयर गर्न सक्नुहुन्छ। अनि अगेन म भन्न चाहे हजुर पनि आफ्नो एनालाइसिस गर्नु होला, त्यसपछि मात्रै कुनै फाइनेन्सियल डिसिजन लिनु होला। अब भेट हुन्छ साथीहरू अर्को भिडियोमा। आजलाई यति नै।